जनतालाई बाघले खायो कि राज्यको नीतिले। नमस्कार, म पारस हुनिया। जस्तै कि तपाईहरुलाई थाहा छ, बर्दियामा विगत धेरै समयदेखि जंगली जानवरको आक्रमण परि बर्दियाली जनताको ज्यान गइराखेको छ। उनीहरू आफ्नो खेतमा काम गर्दा गर्दै चितुवा आउँछ, बाघ आउँछ, आक्रमण गर्छ, ज्यान जान्छ। खेतमा घाँस दाउरा जान्छन्, आक्रमण गर्छ, ज्यान जान्छ। के अब बर्दियाली जनता आफ्नो खेतमा पनि काम गर्न नजाने? के गाई भैँसी पाल्नको लागि घाँस दाउरा लिन पनि नजान्ने? गर्ने त के? राज्यको यति लापरवाही किन? किन राज्यले बर्दियाली जनताको ज्यानको सुरक्षा गर्न सकिराखेको छैन? किन उचित नीति अवलम्बन गर्न सकिराखेको छैन? यहाँ त कस्तो छ, जंगली जानवरले, बाघ चितुवाले आक्रमण गर्छ, मानिसको ज्यान जान्छ। उनीहरू बाघ मार्ने आदेश जारी गर भन्दै प्रशासनमा आन्दोलन गर्दा पुग्छन्, तर त्यहाँको निकास के निस्किन्छ? हामी चितुवालाई नियन्त्रण गर्छौं, 10 लाख क्षतिपूर्ति प्रदान गर्छौं, तपाईलाई रोजगारी लगाइदिन्छौं, तपाईको बालबालिकाहरूलाई पढाइदिन्छौं भन्दै उनीहरूलाई फर्काइन्छ। हेर्ने हो भने बर्दियामा मात्रै 100 भन्दा बढी बाघको संख्या रहेको छ। कतिलाई नियन्त्रण गर्ने? यदि मानिसले बाघलाई मार्यो भने सजाय हुने, तर बाघले यदि मानिसलाई मार्यो भने 10 लाख क्षतिपूर्ति प्रदान गर्ने। के मानिसको जीवन यति सस्तो छ र?